नमस्ते एन्ड गुड मर्निङ टु अल। हामी फरेस्ट्री स्टुडेन्टहरू सबै नै स्टुडेन्ट हो होइन, म पनि स्टुडेन्ट नै हो, तिमीहरू पनि मेरो स्टुडेन्ट हो होइन। हामी सबैजना चितवन नेसनल पार्कमा आज यो टुरको सिलसिलामा जङ्गल सफारी गरिरहेको छौँ र यो जङ्गल सफारी गर्ने क्रममा चाहिँ हामीले अहिलेसम्म लभ बर्ड्स, त्यस्तै गरेर ब्ल्याक स्टक होइन, अनि वाइल्ड बोर, स्पोटेड डियर, त्यस्तै गरेर घडियाल क्रोकोडाइल, अनि अरू के थियो राइनो, वन अन राइनो जस्ता रेसस मङ्की जस्ता प्रजातिहरू हामीले देख्यौँ। अनि अर्को पनि बार्किङ डियर पनि हामीले स्पोट गर्न सकेको छौँ र यो हाम्रो जङ्गल सफारीको यात्रा एकदमै रमाइलो भइरहेको छ। विद्यार्थीहरूले पनि प्राय हामीले जुन थ्योरीमा पढेको तर लाइभ देख्न नपाएको कस्तो चाहिँ हुँदो रहेछ, यो प्रोटेक्टेड फरेस्टको चाहिँ कसरी व्यवस्था हुँदो रहेछ, बफर जोन के हो, लाइभहरूले यहाँ चाहिँ अनुभव गर्न पाउनु भएको छ। प्लस मैले पनि नयाँ केही कुरा सिक्ने मौका पाएको छु र हाम्रो यो लर्निङ एकदमै जारी नै रहन्छ। र हाम्रो यहाँ टुर गाइड हुनुहुन्छ भाइको नाम नरेश थापा, ल उहाँले हामीलाई एकदमै आफूले जानेको कुरा, आफ्नो नलेज राम्रो डेलिभर गरिरहनु भएको छ। हामीले धेरै कुरा सिक्ने मौका पाएको छौँ। हस्, थ्याङ्क यू भेरी मच।